सम्मानीय सभामुख महोदय, आज गौर हत्याकाण्डको 18 वर्ष पुगेको दिन म सर्वप्रथम गौर हत्याकाण्डका महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र 18 वर्षदेखि न्यायको प्रतीक्षामा रहेका न्यायको लागि सङ्घर्षरत पीडित परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्न चाहन्छु र सरकारसँग सोध्न चाहन्छु कि गौर हत्याकाण्ड जो दिउँसो भएको एउटा विभत्स हत्याकाण्डको छानबिन कहाँ पुग्यो, ती अपराधीहरू कहिले कानुनको दायरामा आउँछ भनेर सोध्न चाहन्छु। सरकारले पटक पटक सम्झौता गर्ने, कार्यान्वयन केही पनि नगर्ने, यस मुद्दाको जाहेरी दर्ता छ तर छानबिन केही पनि छैन। यस बारेमा सम्मानीय सभामुख मार्फत सरकारको जवाब चाहन्छौँ। आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाबै नदिएको औचित्यहीन प्रश्न उत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भने म सम्मानीय सभामुखजीको ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ हामी हेरिरहेछौँ, यदि मन्दिरमा मूर्ति छैन भने त्यो मन्दिरको कुनै कामै हुँदैन, औचित्यहीन हुन्छन्। यदि देवता र देवीमा आत्मा छैन भने त मूर्तिको पनि काम हुँदैन। यदि कुनै प्रश्नको जवाब छैन भने त्यो जवाब सभाको कार्यक्रमको औचित्य छैन। मैले अस्ति फेरि सम्झाउन चाहन्छु, मैले सोधेको जवाब सम्मानीय प्रधानमन्त्रीले दिनु भएन। यसरी जवाब प्रभुशाको सवाल होइन, सवाल प्रश्न उत्तर कार्यक्रमको हो, सम्मानीय सभामुखको एउटा सम्मान र गरिमाको हो, सँगै संसदको सम्मानको होस्, नियमावलीको प्रावधानको हो, त्यसप्रति उत्तरदायी हुन सक्नु पर्थ्यो। त्यसरी नभएको कार्यक्रमको औचित्य छ जस्तो मलाई लाग्दैन। त्यसैले यो कार्यक्रमको कार्यसूचीबाट हटाउन विशेष आग्रह गर्न चाहन्छु। यदि कार्यसूचीबाट हटाइएन भने त्यो कार्यक्रममा बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु। धन्यवाद। यो देशमा के भइरहेछ म बुझ्न सकिरहेको छैन। खास गरी जुन दलितको माथि अत्याचारको, महिलामाथि अत्याचारको श्रृङ्खलाबद्ध भइरहेछ कि सरकार, यही सरकारको पालामा यत्रो किन भइरहेछ, या मध्य प्रदेशको सरकार पनि किन त्यसको लागि बोलिरहेको छैन? खालि सत्ताको बाँडफाँड हो कि जनताको न्यायको? म केही इक्जाम्पल मात्र राख्न चाहन्छु। कुरा मात्र त्यहाँ सिराहाको अरीको घटना मात्र होइन, त्यस्ता सैकौँ घटना प्रतिनिधि पात्र छ। सिराहाको अरीको घटना त सञ्चार माध्यममा आएछ, त्यस कारणले हाम्रो माननीय सांसदजीहरूको पनि ध्यान गएछ। यस्ता सैकौँ घटना जो कहिले पनि आउँदैन सञ्चारमा, गाउँमै पिटिन्छ, गाउँमा त्यहाँ पुलिस पनि उसैमाथि जाति गर्छ। म केही उदाहरण राख्न चाहन्छु जो सञ्चार माध्यममा आउन सकेन। पहिला सिराहाको घटना हो। सिराहाको अरीको 5 को दलित दीपक मलिक डोम र श्रीमती अनिता मलिक डोमलाई को घरलाई जसरी डोजरले हटाएर गाउँपालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरङ्गी बाबा र पूर्व वडाध्यक्ष दिलीप यादवले गर्यो र त्यति मात्र घर त हटाए, माटो पनि अछुत भएछ, त माटो पनि खनेर हटायो कि यो यहाँ जग्गा गर्न मिल्दैन। त्यो तिनटालाई अविलम्ब सरकारले अरेस्ट गरेर कारवाही गर्नुपर्छ। यो सरकार दलित विरोधी मानिन्छ यदि गरेन भने। यो सरकार महिला मधेस विरोधी त छँदैछ, नीतिहरूमा देखिराखिन्छ। त्यस कारण दोस्रो, मौतरीको सुरमा गाउँपालिकाको वडा नम्बर 5 खैरबनीमा रामरतनको छोरा रोहित महरालाई पनि त्यहाँ कुटपिट गरिन्छ। गौशाला थानामा गएर पञ्चायती हुन्छ त पुलिस केही गर्दैन। के यो देश जसको लाठी त्यसको भैँसको दिशामा गइरहेछ? जो बलिया छ त्यो मात्रै समाजमा बस्ने, यो देशमा बस्ने, यो संविधानको त त्यस्तो कुनै प्रावधान छैन। संविधान सबैलाई समानताको अधिकार दिएको छ। तेस्रो, सर्लाहीकै घटना पनि मेन्सन गर्न चाहन्छु। राजीव बसवरिया, सर्लाहीको बसवरिया गाउँपालिकाको राजीव पासवानको हत्या हुन्छ, पुलिस केही गर्दैन।